हेलो गाइस, गुड मर्निङ। अहिले चाहिँ बिहानको ठ्याक्कै 4:40 भयो है। बिहानको आज चाहिँ यसो लेकतिरको यात्रा ट्रेकिङको लागि बिहानै उठेर अब एकछिन टिका लगाएर अब घरबाट हिँड्नै लाग्यो। हेलो गाइस, अब घरबाट हिँड्यो है। अहिले चाहिँ साह्रै गाह्रो छ, अलि माथि पुग्यो। अहिले हिँड्नु सकिने हो कि सकिने होइन, सरमा बसेर केही छैन क्या, यस्तै हो, गाह्रो हुन्छ सरमा बस्नु हिमाल चढ्न। मसँग एउटा साथी जान लागेको थियो गाइस, त्यो आउँदै आएन सम्म। म चाहिँ पुरै छु, उज्यालै भइसक्यो यता, त्यो आउँदैन त। रेडियो छुचुन्दर लोक लास्टै ढिला आएको नि होइन गाइजहरू। हाम्रो गाउँको सिनहरू देखिरहेको छैन अँधेरोमा। मौसम चाहिँ आज अलिक गडबड छ गाइस, पानी आउनु पनि सक्छ, के हुने हो यस्तो छ गाइस। जङ्गलको बाटो छ, यसले चाहिँ जङ्गलको बाटो हिँडिरहेको छौँ हामी, रमाइलो छ। हिँड्दै बिहान भइहाल्यो गाइस। माथि देखिरहेको हुनुहुन्छ नि, त्यो माथिको पुरै हिउँ देखिरहेको छ नि, हो त्यहीँ पुग्ने हो। अनि त्यहाँबाट पुगेर तल झर्ने हो कि, अन्त त्यो डाँडामा पुग्नुपर्छ हामीले चाहिँ। त्यो माथि बादल लागेको छ नि, हिउँ देखिरहेको छ, त्योभन्दा माथि पुग्ने हो। अनि त्यहाँ तल चाहिँ तल जाने हो, त्योभन्दा तल। अनि यो चाहिँ हाम्रो यहाँनिर चाहिँ हाम्रो सुरमा सरोवर मन्दिर छ है। हाम्रो सुरमा सरोवर जाने बाटो चाहिँ यही हो। अनि यहाँको मान्छेहरू पनि यही टुप्पो काटेर नि जान्छन् है। मस्तले भारी लिएर गएको छ, यस्तो हो क्या। अब आएको यस्तै छ, हिँड्न सकिँदैन गाइस, के हुने खै। अझ माथिसम्म अलि प्रब्लम हुन्छ कि त्यहाँ। ल है गाइस, अब हाम्रो चाहिँ फर्स्ट उकालो चाहिँ लाग्न लागिसक्यो है। यो चाहिँ हो माथिको उकालो, पुरै हो माथि उकालो। त्यो यो फर्स्ट उकालो चाहिँ अब उकालै हो। अब उकालै चढ्नुपर्छ। ओह्रालो चाहिँ माथि अहिले भर्खर टप बाँधेको थिएँ नि, त्यो टपमा पुगेपछि चाहिँ ओह्रालो होइन। अब त पुरै यो उकालो चढ्नुपर्ने हुन्छ। अब यो चाहिँ हामी तरेको फर्स्ट खोला है गाइज। खोलाहरू पनि धेरै हुन्छन् है बाटोमा, यो चाहिँ फर्स्ट खोला हो, यहाँ गाउँकै हो भनौँ। तर त हामीसँग डगी पनि आइरहेको छ उता। हिमाल चढ्न एकदमै गाह्रो छ गाइज, पुरै पसिना आइसक्यो है, धेरै गाह्रो छ गाइज। अहिले त फर्स्ट स्टेप मात्र हो यो त, सबभन्दा तलको स्टेप हो। माथि त धेरै गाह्रो देखाउँछ भन्ने यो भन्दा नि गाह्रो छ, पुग्न सकिने कि नै। है गाइजहरू, अहिले चाहिँ हामी यता हलेलो भन्ने ठाउँमा पुग्यौँ है। नास्ता खाएर एकछिन जाने हो। यो ठाउँमा अलि हलेलो हुनाले यस्तो हुन्छ नि, हलेलो भएको कारणले चाहिँ हलियो हुने भन्छन्, यता हलेलो हुने भन्छन् है। यहाँको रेस्टुरेन्टहरू चाहिँ यो रेस्टुरेन्टहरू हिमालको रेस्टुरेन्ट सानो हुन्छ। यो चाहिँ म माथि जानुपर्ने हो। गाइजहरू, मान्छेहरू डाँडामा पुगिसक्यो। ए म चाहिँ यहाँ छु है। अच्छा, फेरि गाह्रो छ गाइज ट्रेकिङ गर्न पनि। माउन्टेनमा ट्रेकिङ गर्दाखेरि चाहिँ धेरै समस्याहरू आउँछन् क्या, जस्तै अक्सिजनको कमी होइन, हाते बान्ता हुने गर्छ। अहिले माथि गएपछि हेर्नु पुरै कुहिरो छ, चिसो छ धेरै। फाइनली गाइज स्नो पनि भेटियो है, स्नो। अनि गाउँले भाषामा चाहिँ यसलाई हिउँ भन्छु है। रहेछ, खान त मिल्थ्यो नि त, के गर्ने, अहिले चिसोले समात्न सकिँदैन।
हेर्दा हेर्दै हिउँ पनि पर्न आँटिसक्यो गाइज। हावा चलिरहेछ एकदमै जोर तरिकाले चलिरहेछ क्या हावा पनि। पुरै पानी आइरहेछ, हिउँ परिरहेछ। अहिले हिउँ कति गराइरहेछ हिउँ परिरहेछ गाइज। हेर्छ हेर्ने भन्यो पाइन्छ भनेर हेर्छ नि पाइँदैन त हौ। हेर्छ भने यस्तो ठाउँमा हेर्छ यो ठाउँमा नै हुन्छ प्रायः जस्तो यस्तो ठाउँमा यो ठाउँमा हुन्छ हेर्छ। गाइज अहिले चाहिँ पुरै सिन देखिरहेछ है। अहिले पिरो हटिरहेछ यता खिरहेछ मजाले यहाँको हेर्नुहोस् है पुरै देखिरहेछ थोरै डेन्जर गाइज एकदमै धेरै डेन्जर छ यता हेर्नु। यहाँमा खस्यो भने मान्छे मर्छ, यहाँ त खस्यो भने झन् कस्तो डेन्जर छ यो यत्रो बाटो छ सँग। ल है हामी चाहिँ अहिले ठ्याक्कै बझाङ जिल्लाको सुनमा गाउँपालिकामा पर्ने सबैभन्दा अग्लो स्थानमा छौँ है। त्यसको उचाइ 4500 मिटर छ। यहाँनिर एउटा मन्दिर पनि छ होइन यो ठुलोवाला लास्ट मन्दिर हो। यसको नाम चाहिँ यो ठाउँको नाम चाहिँ नाङ्ना है। अनि वी आर 4500 मिटर अबभ राइट नाउ। सो यता चाहिँ अब यता तल चाहिँ टावर लाग्दैन है। हामीले जानुपर्ने तल हो पुरै हिँड्दै हुन्छ। अब हजुरले मैले अघि देखाएको थिएँ कि हामीले त्यो टुप्पोमा पुग्नुपर्छ भनेको थिएँ मैले होइन। तल धेरै तल हो कि हाम्रो लट्टेनमा हो। अब हामीले चाहिँ यता जाने हो। यहाँबाट मिनिमम लाग्छ आज चाहिँ पुगिँदैन होला जस्तो छ। आज चाहिँ उता क्याम्प छ अरे उता त्यतै बस्ने हो। सानो होटल छ सायद के भन्ने त्यस्तै छ। चिसो धेरै छ अब यस्तो छ। दर्शन गर्दै बजाङको 4500 माथि रहेको छ। यहाँ चाहिँ टावर आउँदैन होइन। यो साइड हो टावर आउने। यो चाहिँ हाम्रो गाउँ अहिले कुइरोले देखिरहेको छैन। ल अहिले चाहिँ हामी हाल हिउँ भरिएको ठाउँमा छु है। हिउँ भरिएको ठाउँमा हेर्न सक्नुहुन्छ र पुरै हिउँ छ। के भन्ने धेरै गाह्रो छ गाइस। उताभित्र हिउँ गइरहेछ अनि चिसो भइरहेछ क्या। -0 छ क्या टेम्परेचर गाह्रो छ। हल्का रमाइलो ठाउँ हेर्नु साथी हो हेर्ने हो। गाइज यिनीहरू चाहिँ टेन्ट क्याम्प हो है, जो लङ टर्मको लागि बनाएको हुन्छ। मिनिमम तपाईँको भन्छ नि 3 महिना जतिको लागि बनाएको हुन्छ। यसलाई प्लास्टिक हाउस पनि भन्न मिल्छ है। यो चाहिँ विशेष गरी यहाँ यार्सागुम्बा 3 महिनाको लागि यार्सागुम्बा पस्छन् नि होइन, त्यसको लागि नै बनाएको कि रहनको लागि। सानोभित्र घर जस्तै हुन्छ है। यहाँ यो साइडमा पाइन्छ, यहाँ पाइन्छ यार्सागुम्बा त हजुरलाई थाहै होला। फाइनली गाइज हामी बस्ने ठाउँ चाहिँ यो हो। आज हामी यही ठाउँभित्र बस्ने हो होइन। यसो अब के भन्छ यहीँमा बस्ने आज।